ल साथी हो नेपालमा चाहिँ आज फागुन 28 हो नेपालको क्यालेन्डर अनुसार इङ्ग्लिस क्यालेन्डर अनुसार चाहिँ मार्चको 12 हो आज। ल ल हेर्नुहोस् के हो यो। आहा भीषण हिउँ परेछ। ल आमा भित्रबाट के भनिरहनु भएको छ? के भन्नुभएको हो? ए त्यही त हिजो 85 डिग्री थियो, आज यस्तो भीषण हिउँ पर्यो भन्दै हुनुहुन्छ आमाले। आमाले बारी खनेर एकदम मल खन जोत गरेर ट्याक्क तयार गर्नुभएको थियो तरकारी लाउनुलाई। भीषण हिउँ परिदियो। अब के गर्न सकिन्छ, वेदरसँग कसैले नि सक्दैन। अब यहाँ म खाली खुट्टा छु। ए चट्ट आहा कस्तो मजा आएको त। बाहिर बसिरहँ जस्तो छ। न्यानो पनि छ फेरि। चिसो छैन। ल आमालाई नि केमा टेका जस्तो गजब भयो नि त। ए तपाईँ त्यस्तो विधि गर्न पर्ने एकदमै छैन, त्यस्तो जाडो छैन। ए